सरकारी सवारीदेखि भत्ता र आवाससम्मका सेवा सुविधामा मौज गरिरहेका मन्त्री र जनप्रतिनिधि भन्दा पनि बढी चुरीफुरी र फुर्तीफार्ती गर्नेहरूलाई सुशीला कार्की नेतृत्वको नागरिक सरकारले ठिक ठाउँमा ल्याएको छ। वर्षौंदेखि राजनीतिक पदाधिकारीले स्वकीय सचिव र सल्लाहकारका नाममा आफ्ना मान्छेहरूलाई सरकारी सेवा सुविधामा मौज गराउँदै आएका थिए। यसमा सरकारी सवारी साधनको प्रयोग, महँगो भत्ता र आवास सुविधा समेत सामेल थिए। धेरैजसो अवस्थामा यस्ता पदहरूमा नियुक्त व्यक्तिहरूले मन्त्री वा जनप्रतिनिधि भन्दा बढी चुरीफुरी र फुर्तीफार्ती देखाउने गरेको जनगुनासो व्याप्त थियो। यस्ता व्यक्तिहरूले कुनै ठोस काम नगरी केवल नेताको छत्र छायामा बसेर जी हजुरी गरेर सरकारी खर्चमा रमाइलो गरिरहेको आरोप लाग्ने गरेको थियो। यो प्रवृत्तिले एकातिर राज्यको ढुकुटीमा अनावश्यक भार थपेको थियो भने अर्कोतिर सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको थियो। नागरिक सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ। देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै र सार्वजनिक खर्चमा अनुशासन कायम गर्नका लागि यस्ता पदहरूलाई स्वतः खारेज गर्ने निर्णय गरिएको छ। स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास जस्ता जनसरोकारका विषयमा बजेट विनियोजन गर्न सकिनेछ, जुन अहिले यस्ता अनावश्यक पदहरूमा खर्च भइरहेको थियो। नागरिक सरकारको यो निर्णयलाई जनस्तरबाट व्यापक प्रशंसा मिलेको छ। लामो समयदेखि यस्ता विकृतिहरूले गर्दा जनतामा निराशा छाएको थियो। सरकारी निकायहरूमा आफ्ना मान्छे भर्ती गर्ने र राज्यको ढुकुटीमा भार थप्ने प्रवृत्तिले सुशासनमाथि प्रश्न चिन्ह खडा गरेको थियो। यस निर्णयले आम नागरिकमा सरकारप्रति विश्वास बढाएको छ र सुशासनको प्रत्याभूति गराएको छ। अब राजनीतिक पदाधिकारीहरूले आफ्ना निकटस्थहरूलाई सरकारी पदमा राखेर सेवा सुविधा दिलाउन पाउने छैनन्, जसले गर्दा सार्वजनिक पदको गरिमा बढ्नेछ। यसले राजनीतिक पदाधिकारीहरूलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुर्याउनेछ। आफ्नो कार्य सम्पादनका लागि आफ्नै क्षमता र दक्षतामा निर्भर रहनुपर्नेछ, न कि आफन्त र कार्यकर्ताको आडमा। आवश्यक क्षेत्रमा खर्चको जोहो गर्न र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भन्दै सरकारले यस्ता पदहरू स्वतः खारेज गर्ने देशकै लागि दीर्घकालीन महत्वपूर्ण निर्णय गरेपछि जनस्तरबाटै नागरिक सरकारको प्रशंसा भएको छ। आयोजना लक्षित बजेटको व्यवस्थापनका लागि अनुत्पादक खर्च कटौती सम्बन्धी यो निर्णयले सरकारको पुँजीगत तथा चालु खर्च दुवैमा व्यापक सुधारको लक्ष्य राखिएको छ। अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा गरिएको यो निर्णयबाट करिब 1 खर्ब 20 अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ। सरकारले स्वकीय सचिव कटौतीदेखि सरकारी टोलीको जम्बो विदेश भ्रमणलाई रोक्ने सम्मको काम गरेको छ। दलका नेताको पहुँचमा आयोजना राख्नेदेखि राजनीतिक कार्यकर्तालाई करारमा सरकारी जागिर दिनेसम्मका काम रोक्ने गरी निर्णय गरिएको छ। सरकारको यो निर्णयको सबैभन्दा ठूलो प्रभाव राजनीतिक पदाधिकारीको सुविधामा देखिएको छ। निर्णय अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल